नमस्ते लासो फ्याफ्ला सबजना नमस्ते ला अनि आज चाहिँ हाम्रो प्रोग्राममा यसरी हतार हतार जाँदैछौँ मार्छ अब हामी आज चाहिँ हैन कोरियाको चाहिँ हाम्रो नेपालको दशैं भने जस्तो कोरियाको दशैं हो हामी जाँदैछौँ आज सुजन हो हैन अनि सुजन चापा गएकोमा जाँदैछौँ हामी ढ्यान पारेर यस्तो राम्री भएर चिटिक्क परेर अनि हाम्रो आज पर्फर्मेन्स पनि छ बबाल धमाका हुनेवाला छ गाइजहरु के गर्नु तर हैन तर पानी परेर यस्तो झ्याउ भइरहेछ अहिले धन्न रोक्यो सब भिजिसक्यो यत्रो मेकअप ओ यहाँ उज्यालोमा आउन कति उज्यालोमा आएर डिफरेन्स हेर्नु गाइज अहिले त कालै देख्यो नि अघि त क्या गोरो देखेको थियो कति राम्रो देखेको त्यहाँ नवीन हेलो के गर्नु मेकअप गरेपछि मात्रै हो यस्तो होइन उ त बिचरा नेचुरल कति राम्रो छ हेर न म त यहाँ एक पाथी मेकअप लाएर मात्रै यसको देखाएको ट्रेन कुद्दैछौँ हामी चाहिँ अब यहाँबाट लगभग 45 मिनेट जति लाग्छ अनि हामी पुग्छौँ हाम्रो डेस्टिनेसन अब चाहिँ हामी खाङनाममा आइपुग्यो अब यहाँबाट चाहिँ कहाँ हो थाहा छैन होइन 38563 हामी चाहिँ अब उ गर्दैछौँ है प्र्याक्टिस अभि कल्चरमा त कल्चरल ड्रेसमा त नसाउने हो के भएर छ ल हामी चाहिँ अब प्र्याक्टिस गर्दैछौँ है यो आजको प्रोग्राम 2 बजे भनेको लगभग तपाईँको 8 बजे जस्तो छ होइन 4 बजे तपाईँहरू अब हामी प्र्याक्टिस गर्छौँ जो आइदिनु भयो हाम्रो निमन्त्रणा स्वीकारेर हामीलाई सबैलाई माया गरेर तपाईँहरू सम्पूर्णलाई धेरै धेरै म लगायत मेरो ब्यान्ड सुजन चापाके एन्ड द इन्फिनिटी तर्फबाट धेरै धेरै नमन गर्न चाहन्छु र विजय दशमीको पनि ढिला भए पनि शुभकामना हामी नेपाली माटो नेपाली मन सबै एक ठाउँमा आज यसरी भेला हुन पाएका छौँ एकदमै खुसी छौँ थ्याङ्क यू सबैलाई म यहाँ छु तर मैले सबै हेरिरहेको छु तपाईँहरू भाइबहिनी सबैलाई सबैलाई धेरै धेरै स्वागत छ हामीसँग समय अहिले धेरै छैन त्यसले गर्दा म धेरै बोल्दिनँ म सुसी गीत गाउन जान्छु तपाईँहरू रमाइलो गर्नु सँगै गीत गाउँदै जानु है धेरै खुसी लाग्यो थ्याङ्क यू सो मच धेरै
तिमीलाई हेरेर तिमीलाई हेटेर तिमीलाई सम्झेर तिमीलाई देखेर
बिर्साको जस्तो गर्थी
वचन गर्दैन होला ल हामी सँगसँगै गाउँ जो नहेर्नु तिमी माथि माथि सागरको माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो म हेर्छु मेरो जुन तिम्रो बाटो सँगै गाउँ है हामी
जाँदा माया जस्तै जानु खुसी सबैसँग नि लानु। तर हामी फेरि उठ्छौँ उठ्दैछौँ र अझै धेरै उठ्दै जानेछौँ र एकचोटि लास्टमा हामी सबैले फोटो खिच्नुपर्छ। त्योभन्दा अगाडि जाने हतार प्लिज नगर्नु। तिम्रै प्रोग्राम पनि सक्यो। अब चाहिँ हामी घर जाँदै त होइन, अब चाहिँ हामी डान्स पार्टी जान्छौँ। यसरी धन्न बस भेट्यो। अब चाहिँ हामी खाना खानु पऱ्यो नि त, भोकले मर्न आँटिसक्यो। त्यही भएर खाना खाने अनि डान्स पार्टी जाने। कहिले अहिले मुबाङ गर्नुपर्छ। दुई ताल त सक्दिनँ म मुबाङ गर्ने भन्दैछु पर बसेर। तर यस्तो गरे चाहिँ अब डान्स गरेर थकी त्यहाँ सपनातिर। ल अब आजलाई चाहिँ यति नै इन गरेँ मैले। ओके बाई बाई।